हामी चाहिँ फाइनली होइन आज चाहिँ हामी सल्लाहको खोलिपेन होइन उतापट्टि त्यो खोर के ऊ खोरली पर हामी चाहिँ होइन आज खोलेर अनि पार्टी गर्न जानु लाग्यो होइन यतापट्टि त तिनजना लाग्यो मतलब तिनजना मात्रै क्या अर्को उता गइसकेको छ होइन अनि हामी चाहिँ यतापट्टि छौँ अनि हामी चाहिँ त्यसले हामीले कुखुराले सबैजनाले होइन अनि कुखुराले उसले भुजा लाग्छ अनि कुखुरा उसले लाग्छ अनि नुन त्यसले मसँग छैन सामान होइन अब हाम्रो घरमै एउटा नुन तेल खुर्का सबैजनाले सबै उयो छ नि अनि यस घरबाट चाहिँ अनि उर्ने के भन्छ अरे थाल यसो थाल सो पारेर हामी त सामानले तपाईँ मैले तपाईँ ढक्का दिइसकेको छु होइन तपाईँ ढक्काले उतापट्टि बोरा थाल कलेज देखा मलाई चाहिँ रुगा अहिले मलाई चाहिँ रुगा राखेको अहिले होइन मैले सियान ताने गरेँ क्या सियान तानेको होला तर बुढो भइसकेको मान्छेहरू चाहिँ नभन्ला अनि के अरे मैले चाहिँ सियान ताने गरेको फाल्नु नि आएन कि त्यही फाल चाहिँ मैले सियान फाल्यो नि अहिले तान्थेँ नि अहिले भर्खर किनभने भनेको नि तपाईँलाई अनि के अरे मैले त भन्छु हाम्रो यस्तो मैले त सबै कुरा यताउता बसिङ गरेर खानु थिएन हामीले यस्तो खानु हुँदैन होइन अनि मैले चाहिँ भेज भन्दाखेरि तेल नुन बेसा लसुन अनि के भन्छ अरे खुर्सानी प्याज अनि के भन्छ अरे अरू के मैले लेख्छु अनि चक्कु अनि खुर्पा सबै लाग्छ होइन सो ट्याक्कै चाहिँ बसिरहेको छु पुलतिर पुलमुनि गरेर बसिरहेको छ होइन त्यसरी बसिरहेको छ होला होइन मान्छे थुप्रै रहेछ नि त्यस्तैले घरमा बसिरहेको छु घरमा बसिरहेको छ अनि हामी चाहिँ जानु लाग्छ यतापट्टि हाम्रो धरौँ न पठाउनुको सर्वको बाटो म र मखा गर्दा सो अहिले फेरि पाइले होइन हामी चाहिँ मास पकाइसकेको छौँ होइन त्यसपछि मासु पर्छु मासु यहाँ छ होइन उता भुजा दुई प्याकेट भुजा ल्याएको होइन दालबाट देखा जाँदा दुई प्याकेट भुजा पट्टु मासु त्यो पाकेला उता आटा पिठो उता खा जब बगाएर जा म त आएको छैन किनभने अघि न यता खोलातिर थिएन होइन म त्यो खोलातिर थिएन अघि मैले उल्टा लाग्यो होइन उहाँले बोलाइरहेको थिएँ सुनेको गानाहरू नसुनेको भएर आएको होइन अनि मैले चाहिँ यता बडा पठाइदिएको मैले चाहिँ देखायो तपाईँ हेर्नु फुट्किरहेको खेल्ने खाने हामी चाहिँ होइन अब मासुले पनि भइसकेको छ होइन यो चाहिँ मेरो भाग हो यिनीहरू चाहिँ खाइसक्यो मेरो भाग नि होइन अनि अब मजामा आएको त अनि म चाहिँ अब जान लाग्यो होइन मेरो भएको आएको होइन अनि यस्तो आज लागि चाहिँ नि यस्तो अब भोलि बिहामा होइन